हाई हाई सबैजनालाई नमस्कार। आज चाहिँ म मेरो हाइक जाने टोलीसँग छु अनि हाइकिङ चाहिँ आजको 8 घण्टाको रहनेछ। कहाँ भन्नुहुन्छ भने ओखरेनी भन्ने ठाउँमा जाँदैछौँ। सो हामी सबैजना बसेर त्यहाँ नास्ता खायौँ। त्यसपछि हामी चाबेल बौद्ध हुँदै लाग्यौँ अनि हामीले खुट्टा देखाइसकेपछि हामी 1 घण्टा माथि उकालो चढिसकेपछिको दृश्य हो यो। ड्याम चाहिँ यति शीतल र आनन्द भयो। हामी सबैजना साथीहरू मिलेर कुन बाटो जाने कताबाट भन्न छलफल पनि गरिरहेका छौँ। On the way to Okhrini, हामी तपाईहरुलाई बाटो देखाउने जाँदैछौँ। त्यहाँ गएर भ्यू देखाउने छौँ। अनि यहाँ आउँदाखेरि चाहिँ टिममा आउनु होला। हाम्रो 5 जनाको टोली छ। इजी भएर चाहिँ यतिको बोल्नु सकिरहेको नत्र अघि आवाज निस्किँदैन। किनकि मान्छे बस्ती नै छ नि त। बस्ती पनि छ हो। हैन यो यस्तो हो क्या यो जङ्गली नेसनल पार्क हो नि हैन। तिम्रो यहाँ मुलफर्क भन्ने माथि उयो छ। हैन गाउँ नै छ क्या यो सिमला माथि गाउँको बस्ती मान्छेहरू पनि छ नि त। तर सबै नेसनल पार्कतिर पर्छ क्या बस्ती नै। अब यो जङ्गलहरू पनि त्यो त्यहाँको मान्छेहरूलाई चाहिँ होइन नि घाँसचरा गर्नलाई पायो सम्म दिन्छ क्या। त्यस्तो हुन्छ क्या। अब किनभने कम्युनिटी फरेस्ट जस्तो गरेर राखेको छ क्या त्यस्तो पनि हो। माथि त पाउँछ पौडी खेल्ने जग्गामा छ पौडी खेल्नु कस्ट्युम भन्दा पनि मम्मीले मैले भनेको म कस्ट्युम लिएर जाउँ स्विमिङ खेल्नुलाई भनेको म स्विमिङ सिकिरहेको थिएँ नि त। 1 महिनाको 4000 तिरेर सिकिराखेँ क्या सिकिराखेँ। अनि म बिगिनर्स वाला हो अस्ति स्विमिङ गएँ त्यसपछि एक्लै गएँ। यता क्रस गरेर अनि यस्तै आऊ। म त यता अगाडि छ ओए लडिन्छ यतैबाट आऊ न। अनि त्यसपछि निकै माथि धेरै माथि पुगिसकेपछि खोलो तर्नुपर्ने भयो। अब त्यहाँ मान्छे कोही पनि छैन खोलो तार्नका लागि। अनि 3 जना साथीलाई चाहिँ एकदम गाह्रो परिरहेको छ कतादेखि जाने भन्ने कुरो। सो म चाहिँ अगाडि नै गइहालेँ। अनि त्यसपछि साथीहरूलाई लिन आउनु पर्यो भनेको होइन यत्तिको खोला त तर्नुपर्छ 8-9 घण्टाको हाइकिङ गर्ने मान्छेले भन्नुभयो। त्यसपछि हामी तरेर निकै माथि पुग्यौँ। अनि हाम्रो साथीहरू चाहिँ यहाँनिर एकदम कलाको खानी हुनुहुन्छ क्या भिडियो बनाइराख्नु भएको छ टिकटकको लागि। अनि उहाँहरू चाहिँ एकदम अमेजिङ ट्यालेन्ट हुनुहुन्छ सबै कुरामा पोख्ता भनौँ न होइन। रियलमै भने यो अर्को नि फाल्दैन फर्के भयो कटाकै हुँदा लाग्यो पनि ए उतै पकडा त मलाई हिरनीले पहालिन ल उहाँलाई सिँगेर काटा कुन चाहिँ यो उतै नकाट्यौ न उहाँले सिँगे खाने रे कि ला यो त उयो छ त किराले खान्छ त ल कस्तो छ यहाँ मम्मी काक्रो हुन्छ राम्रो रहेछ है हजुर यो राम्रो ए पसल एकछिन यसरी हो त्यो बसौँ न हौ त्यसै। हामी चाहिँ बल्ल बल्ल एउटा बिन्दुमा आइपुग्ने बेला भयो। अर्को बिन्दुमा जानै बाँकी छ। यति हाइटमा लगभग 2.5 घण्टा भोला हिँडेको। साथीहरू यस्तो अवस्थामा हुनुहुन्छ गलेर थकित। गाउँ रहेछ गाउँ आइपुगेका छौँ माथि। फेरि धेरै माथि आइपुगेपछि गाउँ आइपुग्यो। जङ्गलको बाटो हिँड्दा हिँड्दा गाउँमा आउँदा त कस्तो मजा आउने। यहाँ चटपटे पानीपुरी पाइन्छ। पानो त हिँड्दा हिँड्दा बोली लटपटेर पानीलाई पानो भन्न थाल्यो साथीहरूले। हे फुल
यो चाहिँ के हो खजुरको बोट हो है क्या हो यो होइन होला त्यस्तै छ हजुर त्यस्तो हुन्छ कन्ट्रोल कहाँ छ कसरी कन्ट्रोल भयो कहाँ छ ए सुरुवात गरौँ न ओख्रेनी वाटरफल रोनाल्डोको कुरा भइरहेको छ वेलकम चाहिन्छ ल नि त सिआरजेट भनेर लेखिरहेको छ त्यतातिर यस्तो नै भन्ने छैन जस्तो पनि गर्छ त्यसले उयो नेदरल्यान्डको मासु गर्दाखेरि गोटवाला गरेको थियो नि त्यसले मग गरेर सही गरेको थियो यस्तो पनि गर्छ कहिले गोट यस्तो गरेको थियो नि त्यो नेदरल्यान्डको ए नेमाको यस्तो वाला हजुर त्यो भनेको कुन सरिना बाटो कहाँ छ र अरू के गरे सरिना त हो कुन देशको भाषा रहेछ त यहाँ पनि भन्छ गलेर तल हेर ध्यान कहिले हुन्छ मलाई थाहै छैन यो खानेलाई मात्रै थाहा हुन्छ भिडियो खिच्छु सुन्दर गाउँ वाउ तर सबै एउटा नि अन्त भ्यू पाउँछ भन्दा माथि घनाघोर जङ्गल बिचको बस्ती यो काठमाडौँ क्षेत्र नम्बर 1 हो गोकर्णे एक चाहिँ हो गोकर्णे ल फेरि ओह्रालो झर्नुपर्ने छ त्यहाँ पुग्नको लागि तपाईँ त्यो जङ्गल छिचरेर आएको आमाम हामी यहाँ भेट भइएछ है सिस्टर जङ्गलमा भेट भएको थियो सुटिङ हुँदैछ यहाँ चाहिँ कस्तो गर्ने अरे कस्तो गर्ने भन्नु न त देखाउन न सुरुमा क्यामेरा अन भएको छ भन्दा हो देखाउनु त मदन कस्तो होइन यतिकै मात्र गर्ने यस्तो गर्दा अकवर्ड हुन्छ अनि यस्तो तीनटा सर्ट जोडिदिने क्या दामी हुन्छ ए हो ल लु रेडी लेट्स गो त्यो यस्तो हुन्छ नि कपालको के हेयर लाइन हुँदैन सिउँदो कस्तो धेरै आएको छ रे ओ माई गड म त तग्लु भइसकेछु रे क्या उसले त्यो हेरेर हुन्छ नि माथिबाट अनि मेरो नानी त्यहाँदेखि माथिबाट नखिच भन्छ क्या फोटो म त मेरो नानी भन्दा त बच्चा नै पो रहेछ जस्तो है सुरुमा त सबै झुकिन्छ नानी भन्ने बानी अरू पनि झुकिन्छ अझ बोलाउँदा बेबी भनेर बोलाउँछ अनि त्यसपछि झन् सबजना बोयफ्रेन्डसँग बोल्यो हुन्छ होइन फोन त्यही भन्दा दिदी हामी कन्टेन्टमा आएर चाहिँ थाहा छ नि कन्टेन्ट क्रिएटर हो नि त ए हो र तर भोइस ओभर गर्छु यो बोलेको उ गरेर कुनै कुनै त लगाउने हो सबै ट्रिपमा चटपटे चाहिँ हुन्छ है हाम्रो है जसको पनि प्राय हुन्छ हौ मान्छेको नेपाली हो भने यहाँ चाहिँ नि मेकर पनि सरी नै हुन्छ प्रायः जस्तो त्यो खिच्नु न यसरी नजिकबाट नजिकबाट ब्यान्ड आमा यस्तो राम्रो ठाउँ छ जङ्गलै राम्रो देखिएको छ क्या मेरोमा चाहिँ नराम्रो देख्छ जङ्गल त हरियो हुन्छ भन्छ नि हरियो त छैन त यहाँ हरियो छ त यतिको हरियो सब ग्रीन क्या नयाँ पालुवा हो नि त ग्रीन पानी पऱ्यो हो नुन चाहिँ धेरै हुन्छ कि त्यही छोडिहाल्नु पानी पर्दा थियो कति अब घरतिर त्यो कागती नभएर आज चाहिँ एप्रिसिएट गर्छन् हामी मिठो बनाउँदै एप्रिसिएट गर्छ कागती भएपछि त्यसै कागती बिना भने त्यो कागती खोजेर ल्याएर मेरो नाम आफैले दर्ता गरेको थिएँ चाबेला उत्रेर होइन सब्जी लाइनमा गएर उत्रिनु नै
कागतीकै निम्ति त होइन हो कागतीकै निम्ति हो त्यहाँ गएकै ला एकछिन बस न मजाले चम्चा ल्याएको होइन दिपा तिमीले अघि हो त्यही भन न चम्चा थियो तिम्रो यहाँ छ यहाँ कागती हेर्नु न त्यहाँ मजाले मान्छे लडो चाहिँ भने अझै हामीलाई चाहिँ कन्टेन्ट हुन्छ यहाँ हेर न यसरी नदीबाट हेर्न कागतीको रस नदीबाट के अलिकति अझै हाल्छ फेरि गरेर सरिन जस्तो मसला अर्को छ के छ हौ यस्तो यो नालुङ धेरै ल लानु 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 चेस गर्नु न चेस पनि बोल्दा नि हुन्छ चेस हाम्रो त चेस गर्दै झरिहाल्छ जम्मी ए म दुईचोटिमै सकिने हो आफैले बनाए सबैजना बसेर आनन्दले खाइरहेको म उठेर खुकुङ जाँदा चाहिँ हामीले चपेटी खाइसकेको थिएन नि कति धेरै बनाएर चाहिँ सजिलो भएर नि त कहाँ जाँदा ए बङ्गलो पताल झिकेर खानु त हामी पाँचजना थियौँ त्यहाँ पनि पाँचजना थियौँ प्रकाश थियो एकजना यही ग्रुपमा प्रकाश प्रकाश नेपालमै छ होला है नेपालमै छ दोकानै छ त्यत्रो एक प्लास्टिक चटपटे चाहिँ सक्यो के अनि त्यो डाँडाको भ्यू हेरेर चटपटे खानुको मजा चाहिँ बेग्लै नै थियो। सो हामी धेरै घन्टा हिँडेर त्यहाँ पुगेका थियौँ। त्यसपछि हामी आयौँ यो एकदम शीतल ठाउँमा। धेरैजनाले पौडी पनि खेलिराख्नु भएको थियो। सो यो पौडी खेल्ने ठाउँदेखि अझै 1.5 घन्टा 1 घन्टा 30 मिनट हिँडिसकेपछि मात्रै हामी गन्तव्यमा पुग्छौँ, ठुलो झरनामा। सो त्यसको लागि सङ्घर्ष गरिरहेका छौँ। बाटो यस्तो अप्ठ्यारो थियो होइन, सानो बाटो, त्यसको बावजुद पनि हामी स्ट्रङ भएर जाँदैछौँ। सो मुटु बाहिर निक्लेर जस्तो भएको थियो। हामी बस्दै बस्दै भए नि पुग्यौँ। यस्तो चिसो र राम्रो झरना थियो। अनि म चाहिँ त्यहाँनिर एक्टिङ पनि गर्दैछु, अलिअलि जानी नजानी भए पनि। एकदम चिसोकै पानी, अति चिसो। अनि सो हामी फर्केर अनि खाजा हामीले सुकुटीहरू लगेको थियो। अनि हाम्रो भेज साथीले चाहिँ चाउचाउ खाने भन्नुभयो, फेरि अन्डा हालेको चाउचाउ खाने भेज हो। अनि हामीले चाहिँ सुकुटी खायौँ, साथीले चाउमिन अन्डा खानुभयो। त्यसपछि अनि हामी खाजा खाएर मस्त भयौँ। हामीलाई प्रोटिन पनि पुग्यो होइन। हिँड्दा गर्मीले पनि प्याक भइसकेको थियो नि त। अनि त्यसपछि हामी तल आयौँ। तल 1 घन्टा तल झरिसकेपछि हामीले चिया खाने निर्णय गऱ्यौँ। टक्क भ्यू हेर्दै चिया खाउँ भन्यौँ। अनि चिया खाइसकेपछि हामी धेरै तल आयौँ। अब यस्तो राति पनि भइसकेको थियो होइन, बेलुकाको 6 बजिसकेको थियो। सो मेरो भिडियो हेरेरै थाहा पाइसक्नुभयो होला हजुरहरूले, पछाडि कति अँध्यारो कालो भइसकेको छ होइन। अनि धेरैजना साथीहरू त फर्किसक्नु भएको थियो। फेरि माथि बिचमा बाटो बनाउँदै हुनुहुँदो रहेछ र त्यहाँनिर 10-15 मिनट जति हाम्रो टाइम चाहिँ लस्ट भयो। अनि त्यसपछि हामी अर्कै माथि फेरि अर्को चुचुरोमा पुगेर तल झऱ्यौँ। एकजना पछाडि को आउँदै हुनुहुँदो रहेछ। चुप लाग न। खत्तम, यत्रो नभिजेको जुत्ता हेर्नु त ल। सरिना हेर ल गइसो। खोइ ब्याग बोक्नु भएको मदनले। हाम्रो टोली चाहिँ उता प्रस्थान गर्दैछ। नखाने
घना जङ्गल छ नि त है त्यहाँ हो भागिहाल्ला यहाँबाट भनेको कसलाई पानी कस्तो भयो नि अलिकति दुखिरहेको छ नि त पनि खुट्टा आनन्द होस् भन्ने डुबाएको हो क्या तर खुट्टा कस्तो डुबाइहाल्नु भयो क्या डुबिहाल्छ क्या कुनै न कुनै कुरा म पनि पहिला यस्तै काम गर्थेँ डुबेपछि छोडेँ चैनाको डुबिहाल्यो नि त होइन मान्छे डुबेको होइन खुट्टा क्या अन्त जुत्ताको दिनभरि भिजेको लाएर हिँड्नु पऱ्यो अन्त मरिन्छ नि त त्यो भनेर मजा पनि आउँछ के सोधिरहेको तिमीले यहाँ अब पवन होइन डुबाएको छैन भन्यो भने मजाले मान्छे छ त मान्छे के मान्छे तिमीले डुब्यो होइन भने भन्यो नि होइन खै मैले होइन यतिसम्म त डुब्यो डुबेन धेरै भनेको भए अनि पवनले नि हो भन्यो भने तिमीले मान्छे हो खोइ त्यो गीत अलिक पछाडि त्यो सुरु भएन हेलो ड्याम हो ड्याम हाम्रो टोली चाहिँ यता छ फेरि ड्यामको ड्याम आइपुग्यो अहिले अब त धेरै पनि छैन जानलाई सो हामी चाहिँ धेरै तल आइसकेका छौँ जङ्गल त अझै पनि सकेको छैन मेरो मोबाइलमा चार्ज पनि सकिन लागेको हुनाले यतिखेरसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद